हेलो नमस्ते एभ्रिवान। केटीएम ले 2025 मा ड्युक 200 लाई बिगेस्ट अपडेट को साथमा रिलन्च गरिसकेको छ। यो चाहिँ 2025 को अपडेटेड भर्जन हो। आजको भिडियोमा ड्युक 200 2025 मोडलमा के चेन्जेसहरु भएको छ र नेपाली मार्केटमा कहिलेदेखि अवेलेबल हुँदैछ र यसको प्राइस देखि लिएर बाइकको बारेमा सम्पूर्ण कुराहरुलाई डिटेलमा एक्सप्लेन गर्नेछौं। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र नयाँ अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नभुल्नु होला। सो लेट्स बिगिन द भिडियो। यो बाइकको लुकमा चाहिँ कलर बाहेक कुनै चेन्जेस भएको छैन। सो हामीसँग चाहिँ ब्लू, ओरेन्ज, व्हाइट र ब्ल्याक कलरको कम्बिनेसनमा रहेको छ। सर्वप्रथम त यसको चेन्जेसको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बाइक TFT कलर डिस्प्लेको साथमा फ्युचर लोडेड भएर आएको छ। डिस्प्लेमा रियल टाइम टेम्परेचर, गियर पोजिसन इन्डिकेटर, ABS इन्डिकेटर, FI इन्डिकेटर, वार्निङ इन्डिकेटर, इन्जिन टेम्परेचर, टाइम, फ्युल गेज, RPM मिटर, साइड स्ट्यान्ड इन्डिकेटर, ABS इन्डिकेटर, ब्याट्री, स्पिड, ट्रिप 1, कन्सोल, डिस्प्ले कन्ट्रोल बटन लेफ्ट साइडमा रहेको छ। यसबाट फ्युल रिजर्भ, ABS अन अफ, स्पिडोमिटर, टोटली बाइक इन्फर्मेसन हेर्न सकिन्छ, जसमा चाहिँ कुलेन्ट टेम्परेचर, फ्युल रेन्ज, ब्याट्री, अडियो, सर्भिसिङको बारेमा वार्निङ हेर्न सकिन्छ। वार्निङ चाहिँ 3 वटा देखाइरहेको छ, जसमध्ये 1 नम्बरमा चाहिँ ABS कन्ट्रोल युनिट कनेक्सन भएको छैन, कन्ट्याक्ट डिलर भनेको छ र 2 नम्बरमा फ्युल लेभल लो वार्निङ गरिरहेको छ, किनभने फ्युल लो भयो भने फ्युल पम्पमा समस्या आउन सक्छ र 3 नम्बरमा भने साइड स्ट्यान्ड लागिरहेको वार्निङ देखाइरहेको छ। यहाँनिर डिस्टेन्स हेर्न सकिन्छ, ट्रिप टाइम 1, कन्सोल 1, स्पिड इन्फर्म गरिरहेको छ र अर्को बेस्ट फ्युचर भनेको चाहिँ कनेक्टिभिटी, जसमा ब्लुटुथ कनेक्टिभिटी त आउने नै भयो, सँगसँगै मोबाइल फोन र हेडफोन पेयरिङ पनि गर्न सकिन्छ र यसमा म्युजिक प्ले कन्ट्रोल पनि अपडेट गरेको छ, जसले गर्दा राइडिङ टाइममा हेडफोन कनेक्ट गरेर म्युजिक सुन्न सकिन्छ र कन्ट्रोल चाहिँ ह्यान्डलको लेफ्ट साइडमा रहेको डिस्प्ले इन्फो बटनबाट गर्न सकिन्छ। शिफ्ट लाइट चेन्ज, डेट टाइम, युनिट्स र एक्स्ट्रा फंक्सन्समा चाहिँ कल, अडियो, नेभिगेसन र रिमोट कन्ट्रोल, यो सबै फिचर्सहरु लोडेड भएर आएको छ। यतातिर की कन्ट्रोल E20 फ्युल अपडेटको साथमा 13.4 लिटर फ्युल ट्याङ्क क्यापेसिटी, मोबाइल चार्जिङ पोर्ट, हेजर लाइट स्विच, सँगसँगै कम्पनीले नै लेग गार्ड प्रोभाइड गरेको छ र यतातिर साइड स्ट्यान्ड, गियर लिभर एन्ड फुट रेस्ट विथ ब्ल्याक फिनिश र यहाँनिर पुरानै स्प्लिट सिट सेटअप जुन चाहिँ सुपर सफ्ट एन्ड कम्फर्टेबल रहेको छ। ग्राब रेल विथ द म्याट ब्ल्याक, दुवै साइडमा ड्युकको ब्रान्डिङ ब्लू र ओरेन्ज कलर, ब्याकग्राउन्ड चाहिँ व्हाइट कलरमा र ओरेन्ज कलरमा पाउडर कोटेड स्टिल ट्रेललेस सब फ्रेमसँग जोडिएको ब्ल्याक कलरमा फ्रेम दिएको छ। 10 स्टेप एडजस्टेबल नेट्रोक्स मोनोसक व्हाइट एन्ड ब्ल्याक कलर कम्बिनेसनमा यहाँ की युज गरेर सिट ओपन गर्न सकिन्छ। चेन कभर, सारी गार्ड, स्विङ आर्म पनि पुरानै डिजाइनमा रहेको छ। एक्स रिङ चेन, सेम टायर हगर र LED टेल लाइटको साथमा सेम एज अ प्रिभियस टेल टाइडी विथ LED इन्डिकेटर। नम्बर प्लेट लाइट पनि अपडेट गरेको छ र यो बाइकको सिट हाइट चाहिँ 822 mm रहेको छ। कार्ब वेट 159 kg रहेको छ भने ग्राउन्ड क्लियरेन्स चाहिँ 155 mm रहेको छ। र यो बाइकको ब्रेकिङको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बाइक डुअल च्यानल ABS सँग आउँछ भने फ्रन्टमा चाहिँ 300 mm को डिस्क ब्रेक, 4 पिस्टन बाइ ब्रेकको क्यालिपर सँग आउँछ भने रियरमा चाहिँ 230 mm को डिस्क ब्रेक, 2 पिस्टन बाइ ब्रेकको क्यालिपर सँग आउँछ। फ्रन्टमा 110/70 इन्चको रेडियल टायर देख्न सक्छौ भने रियरमा चाहिँ 150/60 17 इन्चको रेडियल टायर नै देख्न सकिन्छ। फ्रन्ट लुकको कुरा गर्नु पर्दाखेरि चाहिँ फ्रन्टमा पुरानै लास्ट अपडेटेड LED सेटअप हेडलाइट रहेको छ भने र हेडलाइटको फ्रेममा ओरेन्ज कलरमा व्हाइट कोटिङ देख्न सकिन्छ KTM को ब्याजिङ सँग र यो बाइकको मिररमा पनि कुनै चेन्जेस भएको छैन। क्लच लिभर, ब्रेक लिभर, इन्जिन किल स्विच र यतापट्टि पासिङ र हेजर लाइट सिंगल बार ह्यान्डलको साथमा र फ्रन्ट सस्पेन्सनको कुरा गर्नु पर्दाखेरि 43 mm diameter WP Apex USD fork with reflector, dual tone finish मडगार्ड, KTM को ब्रान्डिङ, रेडिएटर, कुलेन्ट रिफिल क्याप र यसको इन्जिनमा चाहिँ कुनै पनि चेन्जेस भएको छैन। 199.5 cc सिंगल साइलेन्डर, 4 स्ट्रोक 4 valve लिक्विड कुल DOSC FI VS6 कम्प्लाइन्ट इन्जिन रहेको छ, जसले चाहिँ म्याक्सिमम पावर 24.67 bhp एट 10,000 RPM मा प्रोड्युस गर्छ भने म्याक्सिमम टर्क चाहिँ 19.3 न्युटन मिटर 8000 RPM मा प्रोड्युस गर्छ। 6 स्पिड गियर बक्स भएको यो बाइकको टप स्पिड भने 140 km/h को रहेको छ र यसको माइलेज चाहिँ 30 to 35 km/l को रहेको छ। ब्रेक लिभर र फुट रेस्टमा पनि कुनै पनि चेन्जेस भएको छैन। फ्युल ट्याङ्क चाहिँ मेटलको बनाएको छ जुन चाहिँ म्याट ब्लू कलरमा रहेको छ। फाइबर ट्याङ्क कभर नयाँ ग्राफिकको साथमा 200 को ब्याजिङ सँग, ह्यान्डलको राइटमा इन्जिन कटअप र सेल्फ स्टार्ट स्विच रहेको छ भने लेफ्टमा स्विच बोर्ड नै चेन्ज
भएको छ र यो बाइकलाई नेपाली मार्केटमा लन्च गराउने बारे केटीएमले कुनै पनि अफिसियल जानकारी गराएको छैन। होप अब आउने दशैं अगाडि नै यो बाइक हामीले नेपाली मार्केटमा देख्न सक्नेछौँ र यो बाइक नेपालमा लन्च भयो भने यसको प्राइस चाहिँ अराउन्ड 6,20,000 रहनेछ। सो आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला र नेक्स्ट कुन बाइकको बारेमा रिभ्यू हेर्न चाहनुहुन्छ कमेन्टमा मेन्सन गर्नु होला। सी यू नेक्स्ट टाइम।